बाल्चोकको लार्चा स्थित तातोपानी नाकातर्फ चिनिया सडकबाट एउटा हेलिकप्टर कन्टेनरमा ल्याइएको तस्बिर अहिले चर्चामा रहेको छ। उक्त नाका भएर पहिलो पटक चिनिया हेलिकप्टर नेपाल भित्रिएको हो। 4 करोड 12 लाख रुपैयाँ भन्दा बढी राजस्व असुलीसँगै प्राविधिकहरूले पूर्ण रूपमा जाँच गरेपछि बिहीबार तातोपानीबाट हेलिकप्टर काठमाडौँतर्फ पठाइएको छ। भूकम्पपछि चीनका विभिन्न शहरबाट सामान आयात गर्दै आएको आडो ट्रान्सपोर्ट कम्पनीले 40 फुटे टेलरमा राखेर उक्त हेलिकप्टर नेपाल भित्राएको तातोपानी भन्सार कार्यालयका प्रमुख अनिरुद्ध थापाले जानकारी दिए। नेपालको माउन्टेन हेलिकप्टर प्रालीको सो हेलिकप्टर तातोपानी भन्सारको यात्रु शाखामा अनलोड गरिएको थियो। माउन्टेनले थप 5 वटा चिनिया हेलिकप्टर तातोपानी नाकाबाट आयात गर्न लागेको जनाइएको छ। हेलिकप्टरको भन्सार मूल्य करिब 4 करोड भन्दा बढी छ। फ्रान्सेली विमान निर्माता कम्पनी एयरबस निर्मित यो हेलिकप्टर साङ्सी टेक्नोलोजी कम्पनीबाट खरिद गरी नेपाल ल्याइएको माउन्टेन हेलिकप्टरका मानव संसाधन विभागका प्रमुख रामचन्द्र भूषालले जानकारी दिए। फ्रान्समा बनेको र पछिल्लो समय चिनिया कम्पनीले उडाइरहेको हेलिकप्टर ल्याएका हौं। 6 महिनाभित्र अर्को हेलिकप्टर थप्छौं। केही समयभित्रै यस्ता 5 वटा हेलिकप्टर थप्ने कम्पनीको योजना छ। भूषालले भने चीनबाट उडाएर सिधै नेपाल ल्याउन प्राविधिक कठिनाई भयो। त्यसैले तातोपानी नाकासम्म टेलरमा हालेर ल्याएका हौं। सिधै उडाएर ल्याउन हामीले